भाइटामिन हामीमध्ये धेरैजनाले दैनिकी रूपमा भाइटामिन दबाईको सेवन गर्छौँ। के यो आवश्यक छ त? आज यसैबारे छोटो कुराकानी गरौँ। नमस्कार, म तपाईहरुको फिजिशियन डाक्टर विवेक प्रभात शाह। अब हामीलाई भाइटामिन चाहिन्छ कि चाहिँदैन, यो हाम्रो जीवनशैली र दैनिकी आहारमा भर पर्ने कुरा हो। नेपालको सन्दर्भमा हामी नेपालीहरूमा विशेष गरेर दुई प्रकारको भाइटामिनको कमी पाइएको छ। पहिलो भाइटामिन हो भाइटामिन डी। यो भाइटामिन चाहिँ करिब 70% वा सोभन्दा बढी जनसङ्ख्यामा यसको कमी पाइएको छ। र अर्को भाइटामिन हो भाइटामिन B12। यो भाइटामिन 30% वा योभन्दा बढी जनसङ्ख्यामा कमी पाइएको छ। अब आफूलाई कुन भाइटामिनको कमी छ यो कसरी थाहा पाउने? के सबै प्रकारको भाइटामिनको परीक्षण गर्ने या सबै प्रकारको भाइटामिन नै सेवन गर्ने? यसो गर्नु हुँदैन र यो सान्दर्भिक पनि हुँदैन। यसको लागि आफ्नो चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ। हस्त आजलाई यति नै। धन्यवाद।